यहाँ हेर्नुहोस् त जहाँबाट बन्द भनेर लेखिएको ठाउँ छ त्यहाँ जबरजस्ती गाडी घुसाएर अहिले यहाँ आएर अप्ठ्यारोमा परेको छ। यो अत्याचार गर्यो पाप गर्यो भने पाप धुरीबाट कराउँछ भन्छ। यो सेम टु सेम यहाँ ठ्याक्कै त्यही भएको छ। ड्राइभरको म यसै सिलसिलामा यहाँ गुरुजीलाई सोधेँ तपाईँको कारणले गर्दा यहाँ मान्छे साथी हुँदैन? यहाँ मान्छेमा गाडी यहाँ उयो एक्सिडेन्ट भएको थियो भने तिमी रक्सीवाला गाडी कुदाउँछौ? तिम्रो लापरवाहीले हुन्छ। यहाँ दिएको छोड्ने तिम्रो लापरवाहीले हुन्छ। यहाँ अहिले केही भएको थियो भने बाहिर निकाल। तिमीलाई राम्रोसँग सोद्धाखेरि जाऊ तिमी जाऊ। ड्राइभरको हालत यो छ। यो ड्राइभरले यसरी गाडी ल्याएर जहाँ पायो त्यहीँ कुदाएर अहिले यहाँनिर एक्सिडेन्ट भएको थियो। यहाँ ठुलो दुर्घटना मानवीय क्षति भएको थियो भने के हुन्थ्यो? के हुन्थ्यो? तपाईँ कसरी आउनु भयो झिलझिलेमा? अनि यो गाडी कसरी हाल्यो यार यहाँ? गाइस हो यसरी ड्राइभर चालक नै यस्तो छ। जब यो गाडीमा 8-10 जना पेसेन्जर बोकेर हिँडिरहेको, अब यो ड्राइभरको कारणले यहाँनिर 8-10 जना पेसेन्जरहरूको ज्यान जान सक्थ्यो। अब यो मान्छेलाई के भन्ने? यसले कानुनी सजाय त पाउँछ, तर यसरी यो गाडी किनार धन्न तपाईँहरू बस्नु भएछ। बाटो राम्रो खालको बाटो यिनीहरूलाई पर्दैन क्या। राम्रो बनिरहेको ठाउँमा भर्खर बनाएको बाटो यार। भन के छ भन। केही भन्नु छ? तपाईँको परिचय दिनु त। परिचय तपाईँको नाम भन्नु न। महाभारा गुन्जीबारी। तपाईँको नाम? सुलभ थापा। कति वर्ष भयो गाडी चलाएको? 20 वर्ष भयो। यो गाडी कसको? साउको नाम थाहा छैन? अनि बिना थाहा के अरे साउकै नाम थाहा छैन तपाईँलाई जागिर कसरी दियो फेरि? आज मात्रै लिएर आएको? कहाँ थियो? बिहेमा गएको थियो कि कता के थियो? यो मान्छे कहाँ खाएको? मैले बाले खाएको छैन। खाएको छैन? नभन न। अहिले तिम्रो त त्यो अहिले यहाँ चेकअप हुन्छ कि हामी चेक गर्छौँ कि त्यतिखेर बेकामा झुटो साबुत हुन्छ। कति खाएको थियो भने त्यो चाहिँ भन्दै न। बेलुका खाएको रिजर्भ गरेर आएको थिएँ। बेलुका 2 बजीसम्म बसेर खाएको थिएँ। त्यो बेलुका खाएकै ह्याङ लागेको हो। अनि मापासे खाएर गाडी चलाउनु हुँदैन भन्ने कुरो तपाईँले लाइसेन्स निकाल्दैखेरि पढ्नु भएन? पढेको छ। लाइसेन्स मापासे गरेर गाडी चलाउनु हुँदैन भन्ने कुरो पनि थाहा छ। तर 2 बजेको ह्याङले गर्दाखेरि पो त्यस्तो। अनि 2 बजेको ह्याङले गर्दा ठिक छ। तपाईँको 2 बजेको ह्याङले गर्दा यस्तो भयो होइन? ठिक छ तपाईँको एन्सर ठिकै छ कि। तर त्यत्रो यो अरू यो तपाईँसँग 8-10 जना पेसेन्जरहरू चढाएको थियो। तपाईँको हिजोको 2 बजीको ह्याङले गर्दा यो गाडी दुर्घटनामा परेर उहाँहरूको ज्यान गएको थियो के हुन्छ? अनि हुँदैन भने यसरी कसरी यहाँ आएर अड्क्यो? यो दुर्घटना होइन त? अब तपाईँलाई एउटा कुरा सोधेँ मैले। जस्तै कि त्यहाँबाट यता छिर्नु हुँदैन, यहाँ नयाँ संरचना बन्दैछ, बाटो बन्दैछ, त्यहाँ उताबाट लैजा भनेर देखिरहेको छ, एङ्गल देखाइरहेको छ। देखाएको थियो त। अनि यहाँ निक्लिने बाटो भए उहाँनिर डाइभर्सन देखाउँछ त? देखाउँदैन। अनि किन छिरियो जबरजस्ती? फेरि जबरजस्ती छिरियो किन? तपाईँले त यहाँ त अनि गाडी कम्पिटिसन हुँदाखेरि गलत बाटो छिर्दिने? अनि गलत भएन त? यहाँ हेर्नु त अहिले अब गल्ती हो। अनि हो यसरी गल्ती स्वीकार्नुपर्छ कि तपाईँ को भिडियो खिच्ने को फोटो खिच्ने? त्यो त तपाईँ जस्तो मान्छे अरू पनि हुन्छ, त्यसलाई हामीले सचेत गराउने हो। यस्तो गर्नु हुँदैन, यस्तो गर्दाखेरि यस्तो हुन्छ भनेर नागरिक मुलुकले सचेत गराउनु राम्रो कुरो हो त। अनि तपाईँ त अनि लास्टै एउटा चालक भएर अनि जुन व्यवहार देखाउँदै हुनुहुन्छ यो त तपाईँलाई त अनि यहाँ त कानुनी फन्दामा हालेर त तिमीलाई त सजाय त अनि खतरा हुने रहेछ त। अब त मैले के गलत व्यवहार गरेँ? गलत किन गर्यौ न? तिमीले त्यो लाइसेन्स निकाल्दै गरेका नियम कानुन पालन गर्यौ? या त बाटोको नियमहरू पालन गर्यौ? पेसेन्जरहरू बोकेर
हिजोको ह्याङ हिजो खाएको रक्सीले ह्याङ लाग्यो भनेर पाउँछौ अहिले यहाँ ज्यान गएको थियो भने के हुन्थ्यो त्यस्तो हेलचक्राइ गर्ने हो हेपाइ हो तिम्रो त्यो भएर चाहिँ अब यो हालतमा रहेछौ यो कुरा तपाईँले मलाई एक्सप्लेनेसन दिनु पर्दैन सर यो के हो भने